यो चाहिँ हाम्रो बागलुङ कालिकाबाट गुड मर्निङ सबैजनालाई। बागलुङ कालिका मन्दिरमा आएका छौँ। बागलुङ कालिका मन्दिर चाहिँ तपाईँको यतापट्टि छ। अहिले हामी बाबा छोरी छौँ होइन, यो त भ्लगमा हाल्नुपर्ने हुन्छ होइन छोरी। अहिले हामी चाहिँ मन्दिरमा पूजा चाहिँ गरिसकेका हौँ, तैपनि अहिले हामी चाहिँ यतापट्टि मन्दिर चाहिँ यो छ। मेन मन्दिर चाहिँ मेन मन्दिर चाहिँ यो हो। यो चाहिँ मेरो छोरीहरू मन्दिर होइन, मन्दिर चाहिँ पछाडिको कालिका भगवती थानहरू चाहिँ बागलुङ कालिका मन्दिर भनेर चाहिँ फेमस मन्दिर हो यहाँको भनेर भन्न चाहन्छु। र सबैजनालाई यो मन्दिर टाढादेखि दर्शन गर्न सक्नुहुन्छ, मनोकामना सक्नुहुन्छ। हामी चाहिँ परिवार आएका छौँ। परिवारहरू चाहिँ अलिक पर गएका छन्, आउँदैछन् पूजापाठ गरेर यतापट्टिबाट आइपुग्नु भयो एकजना, अर्को एकजना उता फोटो खिच्दै हुनुहुन्छ। हामी चाहिँ अहिले भ्लगमा छौँ भन्ने कुरो हामीलाई जानकारी छ। हामीले फोटो पनि लिइरहेछौँ अहिले सँगसँगै अरे भन्न चाहन्छु। अब यो चाहिँ हामी बागलुङ कालिका मन्दिरबाट चाहिँ अब हामी जाँदैछौँ। जाँदाखेरि लगभग गाडीसम्म पुग्नलाई चाहिँ आधी घन्टाको टाइम लाग्ने छ हामीलाई। यो चाहिँ बागलुङ कालिका मन्दिरको प्राङ्गण हो। बागलुङ कालिका भगवती देवी भगवती मन्दिर रहेछ यो चाहिँ। 2022 साल आज मिति वैशाख महिनाको 5 गते सायद। हामी अघिदेखि हिँड्दाखेरि पनि अहिलेसम्म चाहिँ हामी बागलुङ कालिका मन्दिरबाट चाहिँ गाडी भएको ठाउँसम्म पुगेका छैनौँ भन्ने हाम्रो भनाइ हो। बिहान बिहान मन्दिर आएको के बनाएर खाने भने खान्, कहिले के खाने भने खान्, सुक्खा रोटी खाँदै, कहिले पिज्जा खाँदै। पिज्जा खानेको त गिजै छैन पहिले सुरुमा त। चिकन यो अहिले हामी चाहिँ विश्वकै भन्दा नेपालको सबभन्दा लामो झोलुङ्गे पुल ल, सबभन्दा लामो झोलुङ्गे पुलमा चाहिँ लहरा हिँड्दैछौँ। लही त हामी अब झोलुङ्गे पुलको चाहिँ यात्रा गर्दैछौँ। जस खुसी लागेको होइन अहिले आउँदाखेरि किन होला त अहिले यत्र पुलमा हामीलाई हिँड्नलाई भारी हुन्छ। र छोराछोरी आउँदै गर्ने है, नडर न, सँगसँगै आऊ न, केही हुँदैन। त्यस डर नि होइन कि छोरा, झुला हो कि झुला। यो एकदम यो चाहिँ नेपालको सबैभन्दा लामो पुल यो हो। यो चाहिँ हामीले यसरी देखाउन सक्छौँ। पर लगभग 15-20 मिनट लाग्छ यो लामो। अहिले हामी पारी जाँदैछौँ। यो चाहिँ मेरो ल आछ ल, मेरो हातसम्म राख। डन म्यान डन, 1 म्यान आर्मीको छोरा। ल ल ल छोरा ल ल ल झ्याम आउने हो नि त। विश्वको सबै यहाँ डराले कोही पनि डरा छैन। आइपुगेका छौँ ल। आज हामी बागलुङ पञ्चकोट आइपुगेका छौँ। यो चाहिँ पञ्चकोट डाँडोबाट चाहिँ धेरै ठाउँमा देखिने ठाउँ रहेछ। यो चाहिँ बागलुङको पञ्चकोटको मन्दिर रहेछ यहाँनिर। अहिले चाहिँ हामी यहाँबाट हेर्दाखेरि तल देखेको चाहिँ तपाईँको बागलुङ बजार, गण्डकी नदी हुँदै अहिले हामी आएको बाटो चाहिँ एकदम कच्ची थियो। यहाँ मुनि मन्दिरहरू छ। अहिले हामी जानेवाला छौँ। यो चाहिँ मन्दिरको हो। हस्त नमस्कार।